A great privilege and honor for the way God led us into this nation of Bhutan to minister in the midst of God's people. यो मौका जुन चाहिँ हामीले पाएको छौँ परमेश्वरले दिनुभएको मौकाको लागि धन्यवाद दिन्छौँ र आज भुटान देश हाम्रो देशमा आएर प्रभु लोकजनहरूलाई भेट्नु पाएकोमा धन्यवाद दिन चाहन्छु। आमेन। Hallelujah. And I can say in briefly, when we tried to come to this nation of Bhutan, we had to face so many kind of hindrances. छोटकारीमा म भन्न चाहन्छु है, जब हामी यो भुटानमा हाम्रो देशमा आउनु पर्दाखेरि धेरैचोटि उहाँलाई समस्या असुविस्ता भन्ने कुरा भयो भन्नुहुँदैछ। To make it short, I think our flight tickets cancelled 3 times and we had to reschedule the flight tickets 3 to 4 times. तीनचोटि जस्तो चाहिँ हाम्रो जुन चाहिँ टिकटहरु क्यान्सल भयो र त्यसलाई फेरि दोहोरै गरेर हामी काम गर्नु पर्यो। And it was finally God's grace that made us land into this nation of Bhutan. अन्तिममा ल्याएर परमेश्वरको अनुग्रहको कारणले गर्दाखेरि आज हाम्रो देशमा आएर यसरी प्रचार गर्न पाएको छ। Hallelujah. हालेलुया। And our only intention to come to this nation of Bhutan, एउटै मात्र उद्देश्य छ आज भुटान देशमा आउने कारण hallelujah, to encourage the people of God here in this place, परमेश्वरको लोकजनहरूलाई उत्साह दिन to kindle the fire in them, अनि एक जनाको हृदयभित्र जोश र आगो लगाइदिन निम्ति so that they can rise up in this nation of Bhutan ताकि भुटान देशमा उहाँहरू चाहिँ यसरी खडा भएर अगाडि बढ्नुहुन्छ भनेर and be encouraged to spread the love of God to the people around them. अनि वरिपरि भएको मानिसहरूमा ज्योति पुर्याउनु निम्ति चाहिँ सहयोग दिनु। And one day we need to see the entire nation of Bhutan be saved र through the blood of एक Christ. दिन हामी देख्न चाहन्छौँ कि जम्मै हाम्रो भुटान देश चाहिँ यीशु ख्रीष्टको रगतमा भएर बाँचेको देख्ने चाहना छ। And one desire that multitudes of people will be worshiping the living God along with the King of this nation. अनि आज है हाम्रो भुटान देशमा भिड धेरै भिड चाहिँ आज स्वर्गीय राज्य परमेश्वरलाई चाहिँ आराधना गरेको देख्न चाहन्छ। Is anything impossible with God? केही असम्भव छ परमेश्वर? Is it impossible to God to touch the King of this nation? परमेश्वरमा कुनै कुराको पनि असम्भव छैन कि हाम्रो राजालाई पनि गर्न सक्नुहुन्छ, उहाँले गर्न चाहनुभयो भने। When God could touch a king like Nebuchadnezzar, नबुकदनेस्सरलाई त परमेश्वरले छुनु सक्नुभयो भने हाम्रो राजालाई पनि गर्न छुनु सक्नुहुन्छ। when God could rise up a king like Cyrus to deliver his children, साइरसलाई यसरी है त्यहाँबाट छुटकारा उहाँको आफ्नो लोकजनलाई छुटकारा दिनुको लागि गर्नुभयो भने गर्न सक्नुहुन्छ हाम्रो देशमा। hallelujah. हालेलुया। In this nation there are many Bhutanese people who have been touched by the mighty hand of God and been saved. प्रार्थना गर्छौँ भुटान देशमा जति पनि छ परमेश्वरको सर्वशक्तिमान हातले चाहिँ छुएर धेरै मानिसहरू बाँचेको होस् भनेर। Then why can't the king of Bhutan also be saved in the same way? परमेश्वरले जसरी बाइबलमा राजाहरूलाई यसरी छुएर बाँच्यो भने हाम्रो देशमा पनि उहाँले गर्न सक्नुहुन्छ। It is your prayers, it is your thirst, and it is your cry to God that can change the destiny of this nation. यो चाहिँ तपाईँको र मेरो प्रार्थना हाम्रो प्रार्थनाको कारणले गर्दाखेरि आज जुन चाहिँ पुग्नुपर्ने लक्ष्य छ हाम्रो त्यो लक्ष्यमा हामी पुग्न सक्छौँ। Because God desires everyone to be saved and come to the knowledge of Jesus. परमेश्वरको चाहना चाहिँ सबैले यीशुको बारेमा सुनेको र बाँचेको चाहिँ एउटा उहाँको इच्छा हो। That desire will come into this nation. अनि चाहना हाम्रो जुन चाहिँ आउनु यो संसार यो देशमा Hallelujah. Hallelujah. And even minister to the people of God and know the people of God here and kindle that fire of God. अनि परमेश्वरको लोकजनहरूलाई भेट्नु अनि अगुवाहरूलाई भेट्नु अनि परमेश्वरको वचनलाई चाहिँ यसरी सल्काइदिनु चाहिँ एउटा हाम्रो उद्देश्य। And by God's grace, we stayed in this nation for 3 days, and this is the 3rd day. परमेश्वरको अनुग्रहको कारणले गर्दाखेरि हामी यहाँ भुटान देशमा 3 दिन भयो र 3 दिन हामी यहाँ बसेको छौँ। आज 3 दिन हुन्छ। And by God's grace, we were able to meet many people of God, men of God, and we were able to share our hearts with them, and they were able to share their hearts with us, and we could pray together. अनि परमेश्वरको लोकजनहरूलाई हामीले भेट्न सक्यौँ र सँगै बसेर प्रार्थना गर्न सक्यौँ, हामी एक दुसराको हृदयलाई बुझ्न सक्यौँ परमेश्वरको निम्ति। हालेलुया। And I believe that the same fire will keep on burning, so that multitudes in this यस्तो nation. प्रकारको सर्किएको जुन चाहिँ छ हामीले प्रार्थना गरेको द्वारा हामी सुनेको वचनद्वारा हामी त्यो
अझै हामीले हाम्रो जीवनबाट चाहिँ ज्योति चम्केर यो देशमा भएको अन्य जाति मित्रलाई पनि हामीले पुर्याउन सक्यौँ। Amen. I would just like to mention only one scripture and finish. परमेश्वरको वचनबाट एउटा हामी सुन्नेछौँ खण्डबाट र अन्त गर्नेछौँ। Mention the scripture from the book of Matthew chapter 17 verse 1. मत्तीको पुस्तक 17 को 1 ले भन्छ। Could somebody read it? कसैले पढिदिन सक्नुहुन्छ मत्ती 17 को 1 लाई? Yeah, 17:1. After 6 days, Jesus took with him Peter, James, and John, Yes. and brother of James, Yeah. and led them up a high mountain by Yes, yes, themselves. yes. They led them Up up in high mountain. high mountain. So here we see Jesus led them up a high mountain. पत्रुस याकुब योहन्नालाई माथि टाढो एकदमै ठुलो पर्वतमा लानुभयो डाँडामा। So my word to you is going up onto a mountain. यहाँनिर के तपाईँ देख्नुहुन्छ भने ठुलो पहाडमा गएको तपाईँ देख्नुहुन्छ। Going up onto a mountain is going up close to God. माथि उकालो माथि ठुलो माउन्टेनमा जुन चाहिँ परमेश्वरको नजदिक पुग्नु जानु। Can you say, I'm going up the mountain? म पर्वत माथि चढेर जान्छु भन्नुहोस् त। Can everyone say this? सबै भन्नुहोस्। चढेर जान्छु। Not a mountain, I'm going up near to God. अब त्यहाँ भन्दा परमेश्वर जहाँ हुनुहुन्छ त्यहाँ म जान चाहन्छु। I'm going up near to God. परमेश्वरको नजदिक जान चाहन्छु। So the Bible beautifully says God took his only 3 of his disciples. अनि बाइबलमा तपाईँले पाउनुहुन्छ यीशुले तिनटै मात्रै चेलालाई चाहिँ लानुभयो 12 जनाबाट। And they are called the inner circle of the अनि disciples. उहाँहरू चाहिँ घनिष्ठ जुन चाहिँ भित्री रूपमा भएर बस्ने चाहिँ 3 जना पत्रुस याकुब योहन्ना यीशुसँग। And if you believe you are in the inner circle of the disciples, र तपाईले चेलाहरू मध्येबाट पनि यीशुको घनिष्ठमा भएको विश्वास हुनुहुन्छ भने तपाईले गर्नुहुन्छ भने then I am walking up the mountain, up to म God. माथि चढ्छु अझै माथि चढ्छु माथि यीशु कहाँ भएको परमेश्वरसँग भेट्न चाहन्छु। Here, the Bible does not say Jesus took his disciples and went. अनि बाइबलले यहाँ यो भन्दैन कि यीशुले चाहिँ चेलाहरू सबैलाई लगेर गयो भन्नुहुन्न। But it very specifically says he took the disciples and climbed up the mountain. अनि त्यहाँबाट चेलाहरू मध्येबाट पनि 3 जना मात्र लगेर चाहिँ माथि डाँडाको टुप्पोमा जानुहुन्छ उकालो चढ्नुहुन्छ। I know this is a hilly place, मलाई थाहा छ भुटानमा डाँडा काँडाहरू धेरै छ, but we do not know where we are in our spiritual life. तर हामीलाई थाहा हुँदैन हामी आत्मिक जीवनमा कहाँ चाहिँ हामी पुगेको छौँ अहिले भनेर। But if you have to meet God, you have to climb up the परमेश्वरलाई mountain. भेट्न चाहनुहुन्छ भने तपाईँ पर्वतमाथि चढेर जानुपर्छ जसरी यीशुसँग पत्रुस याकुब योहन्नाहरू गए। Let me ask you a question. म तपाईँलाई एउटा प्रश्न गर्न चाहन्छु। Is it easy to climb up the mountain? उकालो चढ्न साह्रो सजिलो हुन्छ र? But it's very easy to हुँदैन। climb down the mountain. तल झर्नु चाहिँ सजिलो पर्छ हामीलाई मानिसहरूलाई डाँडाबाट। But to climb up the तर mountain, उकालो चढ्नु we need too much of strength. हामीलाई धेरै ताकत चाहिन्छ। Where do you get the strength? हामीलाई त्यो ताकत चाहिनु कहाँबाट पाउँछ हामीले? Waiting upon God. परमेश्वरमा पर्खेर प्रभुलाई मागेर। And when you wait upon God, जब तपाईँले परमेश्वरमा पर्खिनुहुन्छ then only you get the desire to climb अनि up the तपाईँको चाहना mountain. जुन चाहिँ छ माथि पर्वतमाथि चढेर जाने, Climb up to God. परमेश्वर कहाँ पुग्ने। And when you climb up to अनि God, जब परमेश्वर कहाँ पुग्नुहुन्छ, you know, when Moses climbed up जब on मोसा the top of the mountain, पर्वतको माथि टुप्पोमा जानुहुन्छ, he received the commandments of God. उहाँले परमेश्वरबाट आज्ञा पाएको छ।
Hallelujah. So when you climb up the जब mountain of तपाईँ God, पर्वतमा जानुहुन्छ परमेश्वरसँग भेट्नु, God will put that commandments, the desires in our heart, what you need to do here. परमेश्वरले त्यो चाहना दिनुहुन्छ कि तपाईँ के गर्नुपर्छ चाहना त्यो तपाईँको हृदयभित्र लगाइदिनुहुन्छ। So let us try, let us desire, let us hunger and Right. thirst to climb up to God. र हामी परमेश्वर जहाँ हुनुहुन्छ त्यहाँ जानुको लागि तपाईँ भोको हुनुपर्छ, तिर्खाउनुपर्छ। तपाईँ र म ताकतिलो भएर चाहिँ परमेश्वरलाई भेट्नुपर्छ। So that God will be able to do great things in this nation. परमेश्वरले यो देशमा ठुलो काम गर्नुहुन्छ, महान काम गर्नुहुन्छ। Because He is the only source. Without Him we cannot do anything. उहाँ मात्र हुनुहुन्छ स्रोत, उहाँ बाहेक हामीले केही गर्न सक्दैनौँ। And when we climb up to God, then He will reveal us what we can do, so that this nation, there will be revival in this nation. जब हामीले परमेश्वरलाई भेट्टाउँछौँ, जब हामी माथि चढ्छौँ, त्यहाँदेखि तपाईँले र मैले प्रकाश पाउँछौँ कि यो देशको लागि म चाहिँ कति महत्त्वपूर्ण हो, म के गर्न सक्छु भन्ने पाउनु सक्नुहुन्छ। Amen. Since we do not have much time, Amen. या हाम्रोमा समय नभएको कारणले गर्दा since I have more things to share with you धेरै from the Word कुराहरू of God. भन्ने चाहना छ है परमेश्वरको वचनबाट। And if it goes on, we can continue this entire day. जान्छ आत्माले जब लिड गर्दै गएपछि हामीले दिनभरि पनि जानु सक्छ होला। But I want to encourage you and close my words here. तर म टुङ्ग्याउन चाहन्छु, गीत मार्न चाहन्छु र एक दुईवटा शब्द भनेर। And would encourage each of you, every one of you, including myself, that we need to climb up to God to hear from Him, so that what we can do to Him for His kingdom. र हामी व्यक्तिगत रूपमा भएर म सँगसँगै मलाई मात्रै तपाईँ मात्र नभएर म पनि परमेश्वरको वचनमा उत्साह हुँदै अगाडि बढ्ने कुराहरू। I'm just speaking to a small introduction from this passage from the scripture. परमेश्वरको वचनबाट यहाँनिर मैले तपाईँलाई जानकारी मात्रै अहिले सुरुवात गरेको छु है, So that we can reach to God ताकि हामी and be able to hear His voice परमेश्वरको वचनलाई हामी सुन्छौँ and do what He wants us to do. अनि उहाँले हामीलाई के गर्न चाहनुहुन्छ भनेर हाम्रो जीवनबाट For only one purpose, to advance the kingdom of God. एउटै मात्रै उद्देश्य छ परमेश्वरको राज्यलाई बढाउनु, Amen. Amen. So that multitudes can be saved. ताकि भिडो व्यक्ति चाहिँ बाँच्ने छ। It is not only we हामी मात्र who has to go to heaven, but the people around us also. हाम्रो वरिपरि भएको व्यक्तिले पनि स्वर्गको भागीदार हुनुपर्छ। Amen. 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 So let us hunger and thirst and strive to walk up to God. र हामी To भोक reach तिर्सनामा भएर हामी जाउँ, परमेश्वर जहाँ हुनुहुन्छ त्यहाँ हामी त्यो पर्वतमा चढेर हामी भेट्टाउनु पर्छ। Hallelujah. हालेलुया। Once again, I thank Amen. all of you सबैलाई धन्यवाद दिन चाहन्छु म फेरि एकचोटि। and I thank the dear pastor पास्टरलाई धन्यवाद दिन चाहन्छु and I thank you for patiently hearing the word of God. धैर्य धीरजमा तपाईँले परमेश्वरको वचनलाई सुनिदिएकोमा धन्यवाद दिन चाहन्छु। I believe the time is Yeah. run out. समय गएको कारणले उहाँहरू फर्किनु पर्छ कि त्यसले गर्दाखेरि अलिक अत्तालिएको जस्तो हुन्छ किनभने 12:30मै जानुपर्छ है। And I'm sorry for taking more time. मैले धेरै समय लिएकोमा God bless you all. And may परमेश्वरले आशीर्वाद God, दिनुहुन्छ। and may God have each and every one of you may have an encounter with God. र म प्रार्थना गर्छु हामी सबैजनाले परमेश्वर जहाँ हुनुहुन्छ गएर हामी भेट्टाउनु पर्छ उहाँलाई। So that God will use each and every one of you in a mighty way in this nation to bring more and more souls. परमेश्वरले व्यक्तिगत रूपमा भएर सबैलाई परमेश्वरले चलाएको हुन् र भिडो व्यक्तिको तपाईँ ज्योति बनिनु पुगेको होस् भन्ने प्रार्थना छ। Amen, amen. Thank you very much. And Thank pray you. for us, and pray for ministry, and pray for our safe journey to return back to our nation. हाम्रो लागि And God bless you all. हाम्रो लागि प्रार्थना गरिदिनुहोस्। हामी अब फर्केर जान्छौँ। हाम्रो यात्राको लागि गरिदिनुहोस्, सेवाकाईको लागि गरिदिनुहोस्। Once again, thank you very much. Once again, I'm sorry for taking more time. No. Actually, we can go for more, but we are concerned for you guys. Yes, Actually, I you will be leaving. So, anyway, हामी सबैजना मिलेर ताली बजाइदिनेछौँ।